नमस्कार सबैजनालाई गुरुकुल सेतुको टिचर एप डेमोन्स्ट्रेसनमा यहाँहरूलाई स्वागत छ। सबैभन्दा पहिले स्कुलले प्रोभाइड गरेको लगइन डिटेल्स प्रयोग गरेर टिचर पोर्टलमा लगइन गरिन्छ। लगइन गरेपछि ड्याशबोर्ड खुल्छ जहाँ टुडेज क्लासेस, असाइनमेन्ट अपलोड, असाइनमेन्ट ट्र्याकिङ, एटेन्डेन्स, स्कुल नोटिसेस र इम्पोर्टेन्ट अपडेट्स एकै ठाउँमा देखिन्छन्। अब असाइनमेन्ट अपलोड गर्ने प्रोसेस हेर्छौँ। असाइनमेन्ट क्रिएट गर्दा पहिले टाइटल राखिन्छ, उदाहरणका लागि असाइनमेन्ट 4। त्यसपछि डिस्क्रिप्सन राखिन्छ, क्लास सेलेक्ट गरिन्छ, सब्जेक्ट चुज गरिन्छ र सबमिसन डेडलाइन सेट गरिन्छ। आवश्यकता भएमा टिचरले फाइल, इमेज, पिडिएफ वा रेफरेन्स मेटेरियल अट्याचमेन्टको रूपमा अपलोड गर्न सक्नुहुन्छ। सबै डिटेल्स कन्फर्म गरेपछि असाइनमेन्ट पब्लिस गरिन्छ र स्टुडेन्ट्सले आफ्नो एपबाट तुरुन्तै असाइनमेन्ट हेर्न सक्छन्। असाइनमेन्ट ट्र्याकरमा टिचरले कुन स्टुडेन्ट्सले असाइनमेन्ट सबमिट गरेका छन्, कसले पेन्डिङमा रहेका छन्, कसलाई फलोअप चाहिन्छ भनेर पोर्टलबाटै हेर्न सकिन्छ। सबमिटेड असाइनमेन्ट रिभ्यू गरेर मार्क्स दिन, फिडब्याक राख्न र प्रोग्रेस ट्र्याक गर्न पनि यहीँबाट मिल्छ। अब टाइम टेबल र एटेन्डेन्स सेक्सन हेर्छौँ। टाइम टेबलमा टिचरले आज कुन क्लास, कुन सब्जेक्ट र कुन पिरियड छ भनेर देख्न सक्नुहुन्छ। क्लासमा गएपछि एटेन्डेन्स मार्क गर्न मिल्छ। टिचरले मार्क अल प्रेजेन्ट, मार्क अल एब्सेन्ट वा इन्डिभिजुअल स्टुडेन्ट सेलेक्ट गरेर प्रेजेन्ट, एब्सेन्ट वा लिभ स्टेटस चेन्ज गर्न सक्नुहुन्छ। त्यसपछि सेभ एटेन्डेन्समा क्लिक गरेपछि रेकर्ड सिस्टममा सुरक्षित हुन्छ। अब मार्क्स एन्ट्री सेक्सनमा जान्छौँ। मार्क्स एन्ट्री गर्न पहिला क्लास सेलेक्ट गरिन्छ, त्यसपछि सेक्सन र सब्जेक्ट चुज गरिन्छ। उदाहरणका लागि नर्सरी एज सेलेक्ट गरेपछि स्टुडेन्ट लिस्ट देखिन्छ। टिचरले प्रत्येक स्टुडेन्टको मार्क्स इन्टर गर्न सक्नुहुन्छ। स्कुलले थ्योरी र प्र्याक्टिकल मार्क्स अलग राखेको छ भने त्यसअनुसार मार्क्स स्पेसिफाई गर्न सकिन्छ। जस्तै थ्योरी मार्क्स आउट अफ 75 र प्र्याक्टिकल मार्क्स अलग। मार्क्स सब्मिट भएपछि रिजल्ट प्रोसेसिङमा डाटा जान्छ। मार्क्स एन्ट्री नभएसम्म रिजल्ट जेनेरेट हुँदैन, त्यसैले यो स्टेप एकाडेमिक रिजल्टको धेरै इम्पोर्टेन्ट हुन्छ। अब इभेन्ट्स एन्ड क्यालेन्डर सेक्सनमा टिचरले अपकमिङ इभेन्ट्स, एक्जामिनेसन स्केड्युल, मिटिङ्स, प्रोग्राम्स, होलिडेज र इम्पोर्टेन्ट अनाउन्समेन्ट हेर्न सक्नुहुन्छ। एडमिन पोर्टलबाट पब्लिस भएका नोटिसेस टिचर पोर्टलमा देखिन्छन्, जसले अफिसियल स्कुल अपडेट समयमै थाहा पाउन मद्दत गर्छ। क्लासेस सेक्सनमा टिचरले आफूलाई असाइन भएको क्लासेस र सब्जेक्ट हेर्न सक्नुहुन्छ। लिभ रिक्वेस्ट सेक्सनमा लिभ रिक्वेस्ट स्टेटस देखिन्छ। पर्मिसन भएको रोलमा टिचर वा क्लास टिचरले लिभ रिक्वेस्ट एप्रुभ वा रिजेक्ट गर्न पनि सक्नुहुन्छ। यसले लिभ म्यानेजमेन्टलाई पेपर बेस्ड प्रोसेसभन्दा सरल बनाउँछ। टिचर प्रोफाइल सेक्सनमा पर्सनल इन्फर्मेसन, टाइम टेबल, एकाउन्ट डिटेल्स र पासवर्ड चेन्ज गर्ने अप्सन पनि हेर्न मिल्छ। कुनै समस्या आएमा कन्ट्याक्ट सपोर्टबाट सपोर्ट टिमसँग सम्पर्क गर्न सकिन्छ। प्राइभेसी पोलिसी हेर्न वाट्सएपमा डाइरेक्ट च्याट गर्न वा सपोर्ट इमेल मार्फत क्वेरी पठाउन सकिन्छ। गुरुकुल सेतु सपोर्ट टिमले सकेसम्म छिटो रेस्पोन्स गर्ने प्रयास गर्छ। यो डेमो हेर्नुभएकोमा धन्यवाद। गुरुकुल सेतुसँग टिचिङ प्रोसेसलाई अझ सिम्पल, स्मार्ट र कनेक्टेड बनाऊ।